हेलो गाइज, तपाईँहरूलाई सन्चै होला भन्ने आशा गरेको छु। मलाई पनि यहाँ सन्चै छ। आज चाहिँ काम थिएन होइन, त्यही भएर यसो झ्याउ लायो। अनि फुर्सद भएको बेला बाहिर निस्किउन त नि नाइट भिजनहरू यसो क्याप्चर गरौँ भन्ने सोचले बाहिर निस्केको छु। अब अहिले त अलिक जाडो छैन, जाडो सकिसक्यो। अब गर्मी हुन्छ, यो ठाउँ त्यस्तै छ है। जाडोमा जाडो हुन्छ है, हिउँ पर्छ। गर्मीमा लास्टै गर्मी पर्छ हुन्छ। यो चाहिँ यस्तो खालको घरहरू छ यहाँ चाहिँ। यो टोटल्ली ऊ चाहिँ छैन होइन। एकछिन त यो के भयो, यहाँ टोटल्ली बिल्डिङहरू छैन, गाउँ जस्तो छ होइन। यो चाहिँ होस्टेलहरू हो। होस्टेल मतलब भाडामा पाइने घरहरू, कोठाहरू यस्तै छ यहाँको घरहरू होइन। जस्तो अति नै सहर पनि छैन यो ठाउँ चाहिँ। यता ठाउँ ठाउँमा यसरी राखेको हुन्छ होइन। जति नै ठुलो सहर पनि छैन, सामान्य गाउँ जस्तै छ। तर गाउँ भनेर के राम्रै छ। बस्नुलाई एकदम शान्त ठाउँ छ यो फुकुओकाको ओभरी चाहिँ। यस्तै छ, ठिकै छ। दाइजोबु भन्छन् होइन। यहाँ चाहिँ ठाउँमा चाहिँ अहिले अलिक सुरु भएन। सेन्सरवाला राखेको हुन्छ बत्ती, चाहिँदाखेरि मात्रै युज हुने है। गाडीमा चाहिँदाखेरि मात्रै युज हुने ऊ हुन्छ। अनि बत्ती बल्ने, अनि सुइँ गयो ढिपिक्क बल्छ, दिरिङ्ग तर्सिन्छ कहिले कहिले। त्यस्तो पनि हुन्छ है। त्यही हो, त सबै राम्रै छ। पार्किङ एरिया हो घरको। प्रत्येक घरमा चाहिँ यसरी कारहरू चाहिँ हुन्छ नै, गाडीहरू चाहिँ। गाडी र साइकल चाहिँ हुन्छ नै। तर यो बाइकहरू अलि बाइक स्कुटीहरू चाहिँ धेरै हुँदैन यहाँ, खासै मैले त्यस्तो देखाएको छैन। तर गाडी चाहिँ किनभने फर्स्ट टाइममा किन्दाखेरि चाहिँ बाइक लास्ट महँगो पर्छ अरे क्या। अब बाइकहरू खतरा खतरा पाइन्छ। यहाँ छ दुइटा, यो नेपाल दाइहरूको, नेपाल दाइहरू नै बस्छ होला यहाँ सायद। मैले पनि अब स्कुटीको लाइसेन्स चाहिँ निकाल्ने प्रयासमा छु होइन। अब यस्तो छ यो ठाउँ चाहिँ। यो कता हो, रोड कता हुन्छ। म चाहिँ यसो बाहिर त्यत्तिकै हावा खानको लागि निस्केँ। अन्त आज मेरो काम थिएन, त्यही भएर आज अलिक फ्री छु। त्यत्तिकै झ्याउ लायो बस्दा बाहिर नि जाउँ भन्ने हिसाबले। रुममा पनि साथीहरू पनि थिएन, साथीहरू सबै कोही काममा गएको छ, कोही कहाँ गएको छ होइन। यो त अलि मेन स्ट्रिट जस्तो हो, रोड जस्तो, मतलब सेकेन्डरी रोड जस्तो यो चाहिँ। सबै यस्तै छ। मैले भन्नु खोजेको चाहिँ जस्तै हामी सधैँभरि कुरा गर्छौँ नेपाल नराम्रो हो भन्छौँ। र प्रत्येक कन्ट्रीहरूमा चाहिँ आफ्नो त्यस्तै सिचुएसन हुन्छ क्या। तर हाउ यु प्रेडिक्ट, हाउ यु रियाक्ट भन्ने हो होइन। प्रत्येक कन्ट्रीमा चाहिँ सबै ठाउँमा हुन्छ, नेपाल मात्र यस्तो हो भन्ने होइन क्या। सबै ठाउँमा आफ्नो समस्या हुन्छ। जस्तै कुनैमा ठुलो समस्या होला, कुनैमा सानो बेसिक कुराहरूको पनि समस्या होला। त्यसैले
मलाई के लाग्छ भनेदेखि हामी सधैँभरि समस्या भन्ने कुरा सबै कन्ट्रीमा हुन्छ क्या होइन। यहाँ नेपालमा मात्रै समस्या भइरहेछ भन्ने सोच्छौँ हामी, तर सबै कन्ट्रीमा हुन्छ। कुनैमा त्यसलाई कसरी रियाक्ट गर्ने भन्नेमा डिपेन्ड गर्छ। सबै कन्ट्रीहरू दुधले धोएको त हुन्न नि त होइन। त्यही भएर हामी नेपाल बिग्रियो भन्छौँ। हुनुहोस्, हाम्रो नेपालभन्दा पनि धेरै बिग्रेको डेभलप कन्ट्रीहरू छ। जस्तै अमेरिका हेर्ने भनेदेखि दिनै त्यहाँ हत्या हुन्छ, एटलिस्ट नेपालमा त हुँदैन नि होइन। जस्तै जापानमा हेर्ने हो भनेदेखि यहाँ लास्ट चाहिँ ऊ छ क्या, जापान बट हेयर आर सम प्रब्लम्स होइन। अस्ति महँगी त्यस्तै छ। अब यहाँ चाहिँ अस्ति भर्खर पनि यहाँ आन्दोलन भइरहेको थियो होइन। त्यसैले हामीले के सोच्नुपर्छ भनेदेखि हामी जहिले पनि नकारात्मक कुराहरूलाई बढी प्रायोरिटी दियौँ क्या नेपालको चाहिँ। अनि त्यहाँबाट फेसबुकतिर अथवा सामाजिक सञ्जालमा पनि यदि हामीले नकारात्मक कुरा हाल्यौँ भने चाहिँ अनि भाइरल हुने ट्रेन्ड आयो क्या। समस्या त्यही मात्र हो नेपालमा। नराम्रो कुरा हाल्यो भने चाहिँ एकदम छिटो भाइरल हुने। अनि त्यही भाइरल हुनलाई पनि हामी के गर्छौँ, हाम्रो स्वबुद्धि नै प्रयोग गर्दैनौँ कि स्वविवेक प्रयोग गर्दैनौँ। अर्काको देख्यो अनि त्यसपछि त्यसैलाई चाहिँ त्यो हो कि होइन होइन भन्ने हामीलाई वास्तै गर्दैनौँ क्या। चाहिँ यहाँ आइपुगेँ, यस्तो छ यहाँ रातो बत्ती बलिरह। ल हरियो बत्ती बल्यो, अब म हिँडेँ। यता आउनु लागेको छ, यता आयो, त्यो उता जानु लागेको छ। त्यहाँ माथि त्यहाँ चाहिँ ट्रेन जान्छ, त्यहाँबाट चाहिँ ट्रेन जाने ऊ आइरह। त्यहाँ माथि चाहिँ ट्रेन ट्र्याक छ। अनि मैले के भन्दै थिएँ भनेदेखि त्यही त हामी बढी नकारात्मक कुराहरूलाई चाहिँ फोकस गऱ्यौँ जस्तो लाग्छ कि। अनि अरूले के भन्छ त्यसलाई यसो सामाजिक सञ्जालमा हेर्ने होइन। अनि त्यसैलाई इम्पोर्टेन्ट भन्यो, त्यसैलाई केही भन्यो, अनि त्यसैलाई चाहिँ भाइरल बनायो। है त अहिले हामीले चाहिँ बढी नेपालमा चाहिँ उसलाई चाहिँ बढी प्राथमिकता दिउँ जस्तो लाग्छ कि नेगेटिभ सेन्सलाई, नेगेटिभ नकारात्मक कुराहरूलाई चाहिँ बढी फोकस गर्यो जस्तो लाग्छ। नभए मैले अब यहाँ जापानमा छु, देयर आर प्रब्लम्स। नेपालमा यस्तो प्रब्लम छैन बरु, बिकज नेपालमा हो पैसा छैन, बट थोरै पैसाले पनि थोरै आम्दानीले पनि पुगेकै छ कि। हामी जो जापान बाहिर गएको छौँ त्यो चाहिँ कस्तो लाग्यो भनेदेखि यत्तिकै दुःख चाहिँ नेपालमा गर्ने हो भने नि आइएम ड्याम स्योर कि यहाँको अरू त्यो कन्ट्रीहरूको भन्दा बढी पैसा कमाउन सकिन्छ क्या होइन। तर अनि हामी चाहिँ नेपालमा यो भएन त्यो भएन भन्छौँ। देयर आर नो कन्ट्रिज जहाँ चाहिँ सबै कुरा फुलफिल छ कि होइन। त्यसैले हामीसँग जे छ त्यसैमा सन्तुष्टि हुनुपर्ने रहेछ। अनि अरू यस्तै छ। अब यहाँ खोकी लगाएर मलाई बस्दै दिन चिसोमा यहाँ बिहानै लुगा लगाएर। त्यही भएर म के भन्छु भनेदेखि अभियसली हामी खै कसरी त्यही त के भन्ने के नेपालमा सबै चिज छ क्या, बट अलिकति एउटा के समस्या भने सिस्टम अलिकति छैन होइन। नभए नेपालमा भ्रष्टाचार अभियसली भएको छ, बट देयर आर कन्ट्री होइन जहाँ चाहिँ यति भ्रष्टाचार हुन्छ कि त्यत्रो लास्टै गएको त छैन नि त होइन। नेपाल सबै कुरा ठिक छ भनेको होइन, तर हाम्रो मनसाय के छ भनेदेखि हामी चाहिँ एउटा ग्लासमा हाफ पानी छ भनेदेखि होइन त्यो चाहिँ हामी के भन्छौँ भने खाली छ भन्छौँ क्या, खालीलाई मात्रै फोकस गर्छौँ क्या, आधी छ भन्छौँ क्या।
खाली छ भन्छ क्या, तर हामी त्यो आधी भरिएकोलाई चाहिँ हेर्दैनौँ क्या। त्यहाँ केही त छ नि, अलिकति त छ नि, पुरै छैन तर अलिकति त छ नि त, त्यसलाई चाहिँ हामी फोकस गर्दैनौँ। ए खाली छ, त्यहाँ अलिकति त छ त होइन, त्यसलाई पनि हामीले फोकस गर्नुपर्छ जस्तो लाग्छ है त। सबैजना बी गुड, स्टे गुड।